आज मेरो साथमा हुनुहुन्छ मेरो बुवाजी र मेरो सम्धी। उहाँ चाहिँ मेरो अग्रज हुनुहुन्छ। हामीले नथापाउँदा बेला पनि उहाँले धेरै बाँसुरीमा गीत गाउने हुन्छ नि, एउटा त्यति बेलाको समयमा पनि उहाँले धेरै कलाबाट सम्पित हुनुहुन्छ र मसँगैको समकालीन साथी मित्र हुनुहुन्छ। उहाँ पनि आउनुहोस्, स्वागत गरौँ उहाँलाई। नमस्कार दाजु। सन्चै हुनुहुन्छ? सन्चै छ। अनि बाँसुरी निकै राम्रो बजाउनुहुन्छ हजुरले। आज तपाईँसँग भेट्ने मौका पाए एकदम खुसी लाग्छ मलाई। अनि आज चाहिँ हामी उहाँको एउटा बाँसुरी मार्फत र उहाँले गाउनुहुन्छ र उहाँले बाँसुरी बजाउनुहुन्छ त्यो अनुसारको हामी एउटा सानो भिडियो क्लिप बनाउनेछौँ। रामदे पुला ताराने बितिकै बाँचे बेटा मरे त यतिकै रामदे पुला ताराने बितिकै बाँचे बेटा मरे त यतिकै झन्खानीले मुहानी लैसक्यो मैले भने चौतारी आइसक्यो डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्न सकिन ओल्लो हो कि पल्लो मुहानी लैसक्यो मैले भने चौतारी आइसक्यो डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्न सकिन ओल्लो हो कि पल्लो। आहा, कति मिठो गाउनुहुन्छ, कति मिठो भाषण गर्नुहुन्छ उहाँहरूले होइन। एउटा मिडियाको साथ नपाएर अथवा चाहिँ आफ्नो कला लुकाइरहनु भएको छ कि होला सायद तपाईँले बजाउन थालेको बचपनदेखि छु। मैले चाहिँ पहिला सानो छँदाखेरि पनि एकदमै वास्ता गर्थेँ हो नि। हजुर यो बजाउने एकदमै नै मलाई मन पर्थ्यो क्या पहिला सानोदेखि नै। हजुर आजसम्म पनि राम्रोसँग अवसर पाइएन। जो भिडियो हेरेर कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो युट्युब च्यानल र फेसबुक पेजलाई फलो गर्न नभुल्नुहोला। तपाईँको दिन शुभ रहोस्।